नेपाल सरकारले हालै आवश्यक सेवा सञ्चालन ऐन 2014 को दफा 3(1) ले दिएको अधिकार प्रयोग गरी 25 प्रकारका सेवाहरूमा हडताल गर्न वा अवरोध गर्न निषेध गरेको छ। ती सेवाहरू डाक तथा टेलिफोन सेवा, त्यस्तै जल तथा हवाई मार्गबाट यात्रु वा माल सामान ओसार पसारसँग सम्बन्धित सेवा, विमानस्थल सञ्चालनसँग सम्बन्धित सेवा, त्यस्तै हवाई ग्राउन्ड वा रेलवे सरकारी गोदाम सञ्चालनसँग सम्बन्धित सेवा, त्यस्तै मुद्रण तथा सरकारी छापानासँग सम्बन्धित सेवा, त्यस्तै हातहतियार तथा सैनिक सामग्रीको उत्पादन तथा वितरणसँग सम्बन्धित सेवा, सञ्चार सेवा, आन्तरिक सुरक्षा कार्यसँग सम्बन्धित सेवा, खानेपानी सञ्चालन तथा वितरणसँग सम्बन्धित सेवा, त्यस्तै पर्यटन आवास अथवा रेस्टुरेन्टसँग सम्बन्धित सेवा, पेट्रोलियम पदार्थको आयात तथा ढुवानीसँग सम्बन्धित सेवा, अस्पताल स्वास्थ्य अथवा एम्बुलेन्ससँग सम्बन्धित सेवा, त्यस्तै औषधि उत्पादन तथा वितरणसँग सम्बन्धित सेवा, फोहोर मैला सङ्कलन तथा ढुवानीसँग सम्बन्धित सेवा, बैङ्किङ सेवा, बिमा सेवा, त्यस्तै विद्युत उत्पादन तथा वितरणसँग सम्बन्धित सेवा, त्यस्तै खाद्यान्नको आयात तथा ढुवानीसँग सम्बन्धित सेवा, मौसम पूर्व सूचनासँग सम्बन्धित सेवा, मास्क उत्पादन तथा वितरणसँग सम्बन्धित सेवा, त्यसपछि ह्यान्ड सेनिटाइजर उत्पादन तथा वितरणसँग सम्बन्धित सेवा, भेटनरी तथा पशु सेवासँग सम्बन्धित सेवा, कन्सुलर सेवा र आगामी गाउँबाट प्रदान गरिने सेवा, त्यस्तै इन्टरनेट सेवामा हडताल गर्न वा अवरोध गर्न प्रतिबन्ध लगाएको छ। यदि अवरोध गरिएमा, हडताल गरिएमा कानुन अनुसार कारबाही हुने व्यवस्था छ।